कामको कारणले गर्दाखेरि हामी यहाँ अड्केको छौँ। तर यहाँ चाहिँ कस्तो भएको छ भन्दाखेरि आज चाहिँ हाम्रो आजभन्दा पनि हिजो बेलुका नै हाम्रो रासनहरू सकिएको थियो। अनि जुन रासन दिन जानेको लागि चाहिँ यहाँबाट गाउँ बस्ती जानको लागि चाहिँ लगभग कति किलोमिटर दाजु? 150 किलोमिटर है, 150 किलोमिटर टाढा जानुपर्छ। अनि जाँदाखेरि चाहिँ अब त्यो बाटोमा ठुलो एउटा समुद्र ब्रिज पनि छ, त्यो तरेर बोटमा गएर जानुपर्छ। र जुन हाम्रो रासनहरू लिन जाने मान्छे चाहिँ हिजोबाट गएको मान्छे आजसम्म आएको छैन कि। अब उसको फोन पनि लागेको छैन। अब भन्नेमा चाहिँ कस्तो छ भन्दाखेरि उताबाट चाहिँ बस्तीबाट चाहिँ हिँडिसकेको छ, जङ्गलतिर आइसकेको छ, तर यता चाहिँ आइपुगेको छैन, अहिलेसम्म आएको छैन होइन। के बाटोमा नै त के बिरामी हुनुभयो कि के हुनुभयो कि अब त्यसको इन्फर्मेसन चाहिँ भोलि थाहा हुन्छ। अनि हामी चाहिँ यहाँ अब कहिले अब रासन पानी आउला र हामी पनि अब खानासाना बनाएर रोटी सब्जी बनाएर खाएर हामी पनि आराम गरौँला भन्ने धारणाले बसेको। यहाँ पर्खिँदा हामी यहाँ आफै पेट क्विक हुन्छ नि, अब निकै गाह्रो हुँदो रहेछ। अब एक दिन त ठिकै हो, 2 दिन जस्तो भइसक्यो। अब पानीको भरमा बस्दाखेरि निकै गाह्रो हुँदो रहेछ। अब सायद भोलिसम्म हामी चाहिँ उहाँको बाटो हेर्दैछौँ। अब उहाँले लिएर आउनुहुन्छ हुँदैन, के हुन्छ भोलिको अपडेट तपाईँलाई हामी यही फेसबुकबाट हामी दिनेछौँ। अनि निकै गाह्रो छ है, यस्तै छ। अगाडि आगो बलिरहेछ। अब के भन्ने, अब बसेको छ। अब त्यही हो, रासन नभइसकेपछि अब दुःखै हुँदो रहेछ। त्यही भएर परदेश भन्ने चिज त्यति सजिलो चाहिँ हुँदैन होला जहाँसम्म लाग्छ मलाई। त्यस्तो लाग्छ कि अब हाम्रो मात्रै जीवनमा त्यस्तो भएको पनि हो कि होइन, अरू सबैको पनि त्यस्तो छ होइन। अब यहाँबाट जाउँ त जाउँ कहाँ, लिएर आउँ त कहाँ के, अब अन्दाज हुँदै नै भइएको छ। अब के भन्नु।